नानी उठ है, स्कुल जाने बेला भयो। आमा अलि बेर। आमा पानी धेरै चिसो छ। पानी धेरै चिसो छ। चिसो पानीले निद्रा भाग्छ नि। मेरो नानी आज त धेरै राम्री देखिएकी छ। आज म पहिलो बेन्चमा बस्छु। खाना नखाई स्कुल जानु हुँदैन है। म छिटो खान्छु। राम्ररी पढ्नुपर्छ है। हुन्छ आमा। आज साथीहरूसँग खेल्छु पनि। आज होमवर्क गरिस्? अलिअलि मात्रै। छिटो गर, स्कुल ढिला हुन्छ। आमा म राम्रोसँग पढेर आउँछु। पढाइ नै भविष्यको उज्यालो बाटो हो। तपाईँ पनि सानैमा यस्तै स्कुल जानुहुन्थ्यो? लाइक र फलो गर्नुहोला।